जीवन भन थाहा छ नि तिमीलाई हामी कहाँ जाँदैछौँ भन्ने कुरा थाहा छ अनि लोकेसन सबै थाहा छ एकजना त्यो भाइको प्यारेन्ट्स साँच्चै भाइ कि बुढी भाइ नै हो भाइ नै हो यस्तो कुरामा कन्फ्युज भयो भने चाहिँ नि हामीले घरको मुली मान्छेहरू चाहिँ साथ लिनुपर्छ क्या आज हामीसँगै हाम्रो घरको मुली मान्छेहरू हुनुहुन्छ उहाँलाई सोधौँ न को हो अरे मम्मी हामी आज खासमा साँच्चै उहाँको भाइ पर्छ कि हाम्रो को त्यही त होइन क्या त्यो मैले त्यो उहाँको छोरालाई क्या ए त्यही त्यो भाइको चाहिँ प्यारेन्ट्सको चाहिँ कति हो अब होइन 40औं के अरे म्यारेज एनिभर्सरीमा जाँदैछौँ अनि खासमा चाहिँ हामीलाई चाहिँ इन्भेसन चाहिँ आई मिन लाइक प्रोग्राम चाहिँ 4 बजेबाट भने होइन तर हामी चाहिँ अब यताउता गर्दा गर्दा फेरि मम्मी पनि बजार जानुपर्ने काम थियो अनि मम्मीलाई कुर्दा कुर्दा आज ढिलो भए चाहिँ वास्तवमा मेरी आमाले हो है जीवन यसलाई चाहिँ म धेरै बोल्ने होला होइन पार्टीमा गए र एकछिनपछि तिमी धेरै बोल्ने होला होइन के हो त्यो त अब समयले बताउँछ अब के भाइब छ भन्नु अब यो दिउँसै 12 बजेको घाम छ घाम जस्तो बेला के भाइब छ हुनाले अलि अलि अँध्यारो भइदिए अलि भाइब फरक हुन्थ्यो होइन तिमीलाई त भाइब बेलाबाट पनि आउँछ अनि आज चाहिँ अहिले चाहिँ त्यस्तो ठ्याक्क बिच्चको छ भनौँ न तिम्रो भाषामा बिच्चको त्यस्तो एकदमै एक्साइटेड अलिकति अँध्यारो भइदिएर यसो गाडीमा लाइट बाल्नु पर्ने अवस्था भइदिए भाइब छुट्टै हुन्थ्यो अहिले चाहिँ अब घाम नै टाउको माथि छ अब कस्तो भए पनि उतै गएर थाहा हुन्छ अनि मम्मी के छ जीवनलाई साथ दिने हो त आज बेलुका साथी एकछिन म बाटो बिर्सेँ सिधै कुदाइन हो जीवन आई अलरेडी सेड दैट न तिमीले बाटो बिर्सिन्छ भन्ने कुरा अब पहिला त सम्झे जस्तो लाग्थ्यो तिमीले भाइबसा कुरा गर्यो बिहान अलि उतातिर गयो होला नि त्यो ठिकै छ कति राम्रो कुकुर हेर्न अब तिमीले चाहिँ कस्तो फिल पहिला पख एकछिन रोक न मैले पछि हामीले घर बनाउने भनेको यस्तो यस्तै बनाउने भनेको फराकिलोमा सान टुक्लुको परेको घर होइन यो यस्तरी बनाउने प्लान मैले जहिले पनि मम्मीलाई यो बाटो हिँड्दाखेरि होइन मम्मी मम्मी हामी पनि त्यसरी नै घर बनाउनु पर्छ भनेर भनिरहेको हुन्छ कि मम्मीलाई तिमीलाई पनि भनेको छु नि मैले त्यस्तै खतरा घर बनाउनु पर्छ एक्चुअली तिम्रो भाइब चाहिँ के छ र के हुनेवाला छ अब नम्बर 1 भाइब चाहिँ त्यही हो यो अब समय भनौँ न ठ्याक्क अलिक साँझ भइदिएपछि छुट्टै हुन्थ्यो अनि अर्को चाहिँ मेन डिपेन्डेन्ट हुने भने अब फर्किने बेलामा चाहिँ तिमीले चाहिँ ड्राइभिङ गर्छै गर्दैन भन्ने कुरा पनि अब डिपेन्डेन्ट हुन्छ त्यो त मैले तिमीलाई कहिले साथ दिएको छैन गाडी चलाउने कुरा आज चाहिँ के छ आज चलाउने आउँछ कि आउँदैन लेट्स सी तिमीले त्यसमा चाहिँ मलाई कन्भिन्स अथवा मलाई ढुक्क बनायो भने चाहिँ अब भाइब चाहिँ अलिक फरक होला हैन भनेपछि तिमी अलिकति प्रिपेयर छौ कि आज चाहिँ मेरो भाइब चाहिँ खतरा हुनेवाला छ अनि गाडी चाहिँ तिमीले चलाउनेवाला छौ भनेर अलरेडी प्रिपेयर छौ तिमी हैन तिमीले त्यति चाहिँ साथ दिन्छौ भन्ने आश गरेको छु हेरमा आउने बेला चाहिँ कसले चलाउँछ त्यो थाहा भइहाल्छ लेट्स सी के छ हजुरको भाइब चाहिँ के छ अनि मम्मी बोल्छ यो चोकबाट चाहिँ राइट पुगेपछि हामी पुग्छौं उ त्यो के हो आउनु लाग्यो हाम्रो यो यही त हो उ त्यो हैन त्यही नै हो तर ठिक छ नि फराकिलो छ सुन्दर शान्त वातावरणमा बस पनि आइसकेको छ सायद त्यतिवटा बस राइटमा पार्किङको अवस्था भित्रै त होला हैन अस्ति हामी कुन गेटबाट गएको यही गेटबाट हैन उतापट्टिको हो क्यारे फाइनली हामी चाहिँ आइपुगिसकेका छौँ वेट अलि चाहिँ हाम्रो चाहिँ कन्जस्टेड रहेछ है अस्ति पार्किङ गरे उतापट्टि हैन हो किन वाइ लानु पर्ने हो र हिँड्नु धेरै पर्छ यतै गरौँ न इधर नाउ वी आर हियर एट कहाँ हो ग्यालेक्सी गार्डन या अहिले चाहिँ हामी यहाँ ग्यालेक्सी गार्डनको पछाडि छौँ मम्मी यता जीवन बिस्तारै यता ल है कृष्णा चाहिँ आइसकेकी छे होइन अनि मम्मी फाइनली है हामी चाहिँ धेरै पछि भेट भयो घ्यामको जत्रै पेट भयो ल हामी चाहिँ प्रोग्राममा चाहिँ एटेन्ड गर्दैछौँ अब यहाँ चाहिँ सुरु गर्ने कार्यक्रम चाहिँ भइरहेको छ
यसले पनि भिडियो चाहिँ खिच्दैछ भिडियो कि फोटो हो केटी अनि जीवन हाउ फील राइट नाउ अक्षय भाइको लाइनमा आउला जस्तो छ ओके इन्जोय गर चाहिँ इन्जोय भइरहेछ